मोबाइल छोडिदिन्छु छोडेँ यहाँ बस खानेकुराहरू खाँदैछ छोडिदिनु थका भन्नु भएन गुरुले भेटेला हेर है केटा आज भोलि मेन साइन बनाउनु पर्ने कुरा हुन्छ मेन बनाउनु पर्ने कुरा हुन्छ मैले भने मोहनबाट ठेकेदार नै गर्ने हाम्रो बाबु उतार बनाउनु पर्ने अब कोडा जसैले अवश्य काम बस लाग्दैन त्यसमा आँट छ नि भइसक्यो घरमा पर्छ त
Cadê o gelo da? कृपया बम्बो टोलीहरू आउनु होला। हाम्रो लामा गुरुबाहरू आउनु भएको छ, उहाँलाई सम्मान स्वरूप ताली बजाउनु होला। औपचारिक कार्यक्रममा नै छौँ हामी।
सम्मान लिँदै हुनुहुन्छ मकवानपुर गाउँपालिका वडा नम्बर 8 का वडाध्यक्ष हुनुहुन्छ कुमार सिंह घिसिङ। कृपया जोरदार तालीका साथ सम्मान गर्न र आज हामी सामान्य तो बात पाङ्ग्रो आउनुभएका बम्पो टोलीलाई सम्मान गर्दै हुनुहुन्छ। सबैजना टोलीलाई यहाँ आइदिनु हुन म अनुरोध गर्छु। कोही त भजन कोही यहाँ मादल यहाँ सुरु गरौँ त ठ्याक्क बस्नु है
जगत माता
यतिखेर हामीसँग हामी अहिले स्थापना गरेको पहिलो वर्ष पुरा भएको छ। हामी अहिले पाइला चाल्ने क्रममा सम्बन्धित। त्यसै गरी आजको महोत्सवलाई नै सफल बनाउनको लागि चाहिँ पाइमाला सत्कार गर्नको लागि हामीलाई खानामाला उपलब्ध गराइदिनु भएको छ काठमाडौँ निवासी प्रमिला पाखरिन गुम्बाजी। उहाँलाई पनि जोरदार तालीको साथ सम्मान गरिदिनु होला। यतिखेर थोरै वक्तव्यको लागि आदरणीय निवर्तमान गाउँपालिका अध्यक्ष बुद्रुङ बगाईजीले हार्दिक गर्न चाहन्छु। रुमाजीलाई म यहाँ उपस्थित यहाँ पक्का कसैले म भर्खरै आएँ यहाँ अध्यक्षता गर्नुहुने अध्यक्षज्यू संरक्षकज्यू मकवानपुरगढी गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष कुमार सिंह घिसिङज्यू, अरू जनप्रतिनिधि साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, सम्पूर्ण भक्तजनहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम म यहाँहरूलाई नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना सबैमा व्यक्त गर्न चाहन्छु। सुख शान्ति समृद्धि यहाँहरूको जीवनमा छाओस् भन्ने हार्दिक धन्यवाद कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र सम्पूर्ण भक्तजनहरूलाई आएर दर्शन गरिदिनुभयो। आन्तरिक पर्यटन प्रवर्धनका मामलामा, धार्मिक पर्यटन प्रवर्धनका मामलामा यहाँले सहयोग पुर्याउनुभयो। म सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। आज मकवानपुरगढी गाउँपालिकामा हामीले पर्यटन र कृषि मार्फत आर्थिक समृद्धि ल्याउनुपर्छ भन्ने सोचले हामी अगाडि बढिरहँदा हामीले लगभग 8-9वटा मनोकामना मन्दिरदेखि हामीले रूपैवाटिका, मकवानपुरगढी 3 को कृषि पकेट क्षेत्रको अवधारणा र मकवानपुरगढी दरबार र विखेश्वर गुफा सहितको वडा नम्बर 7 को चाहिँ के भन्छ गुम्बा र विखेश्वर गुफा सहितको परिकल्पना गरिरहँदा हामीले वडा नम्बर 5 को जलेश्वर धाम, वडा नम्बर 7 को माता तीर्थ जलेश्वरको परिकल्पना गरिरहँदा आज यो यति महत्वपूर्ण एउटा थप पर्यटकीय क्षेत्र, धार्मिक पर्यटन क्षेत्रको रूपमा यहाँ पाठीगढा मन्दिर स्थापना भएको छ। हामी धेरै खुसी छौँ। अब पाठीगढा मन्दिर, पाठीगढा माताको पुन स्थापना भइसकेपछि अब यसको विकास र प्रवर्धनको कुरा मात्रै होइन, सिङ्गो मकवानपुरगढी गाउँपालिकाको अरू पर्यटन प्रवर्धनलाई पनि यसले जोड्याउँछ। यो पर्यटन धार्मिक पर्यटन क्षेत्रले, पाठीगढा मन्दिर क्षेत्रले यसलाई थाहा पाइसकेपछि यसलाई त्यो महत्वको रूपमा हामीले ग्रहण गरेका छौँ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर 8 ले बाटो पनि बनाएर चाहिँ सामान्य हिँड्न सहज बनाएको छ। म वडा समितिलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब यसलाई मैले धेरै कुराकानी गरेन। यसको चाहिँ एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्रको रूपमा यसलाई विकास गर्ने हामीले परिकल्पना गरिरहँदा भोलि धेरै महत्वपूर्ण चाहिँ हामीले कामहरू गर्नुपर्ने हुन्छ। यहाँ बाटोलाई, यो बाटोलाई स्थायित्व सिँढीको रूपमा हामीले स्थायी बाटोको रूपमा अगाडि बढाउने, यहाँ चाहिँ के भन्छ यो मन्दिर परिसरमा चाहिँ एउटा महत्वपूर्ण तिथिहरू बनाएर हामी त्यसलाई एउटा परिकल्पना गरेर त्यसलाई सार्थक बनाएर अगाडि बढौँ। आज हामीले मकवानपुरगढीको समृद्धिको महत्वपूर्ण आधार त पाठीगढा मन्दिर एउटा यो क्षेत्र त हुने नै छ, तर सिङ्गो चाहिँ के भन्छ बागमती प्रदेश र सिङ्गो मुलुकको चाहिँ धार्मिक पर्यटन क्षेत्रको रूपमा यसलाई विकास गरेर लान सकिन्छ। फुलीचौर, हाम्रो मकवानपुरगढी गाउँपालिकाको फुलीचौर यति राम्रो चाहिँ के भन्छ एउटा पर्यटकीय क्षेत्र छ, यति राम्रो वातावरण, यति राम्रो चाहिँ धार्मिक पर्यटकहरूलाई हामी यहाँ भित्राउन सक्छौँ र विदेशी मुद्रा आर्जन गर्न सक्छौँ, सहरको पुँजी गाउँमा ल्याउन सक्छौँ, पर्यटन र कृषिलाई सँगै मिलाएर हामी अगाडि बढाउन सक्छौँ भने मकवानपुरगढीको समृद्धि, सिङ्गो चाहिँ के भन्छ मकवानपुर जिल्लाको समृद्धि, यहाँको वडा नम्बर 8 को समृद्धि, वडा नम्बर 5 विभिन्न खालका वडाहरूको समृद्धिको निमित्त कुनै पनि समस्या पर्ने छैन। तपाईँ हाम्रो आर्थिक समृद्धिमा पनि यो क्षेत्रले धेरै ठुलो सहयोग पुर्याउनेछ। जुन आज आउने मौका यहाँले उपलब्ध गराउनुभयो, म आजलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा मैले यो अर्को भन्नुभन्दा पनि यसको सबै यसो गर्नु यो धुपलाई पुगा 15-20 वटा किराना सम्म भिजार्दैछ ए धुप किराना भन्न नसनाङ नङ
नाम चाहिँ फेरि केटीको चाहिँ त्यसो पनि छ अनि पछि केटाको यसमा एउटा एकचोटि यहाँ यसको नाममा क्लोज गरिदिनु त क्लोज भिडियो गरिदिनु यो नाममा चाहिँ यो जिगा हो नि ल अब यहाँ बस्नु पहिला मात्रै यो त फोटो हान्दिनु न एउटा सर्ट भिडियो पनि गर्नु होइन एउटा कामिरहेको खै कस्तो आयो वीडियो भाइरल लगिदियो पहिला आमा त थुर्सीहरू झुन्डाइदिनु आमालाई पाउडर थुर्को अनि झुन्डाइदिन्छ सत्यमा आखिरी भाइरल दाजुकै यो भिन्जी त्यो पर्यो त उमर्सी म जब गुरुको आमा सम्झिनुहुन्छ यसलाई पनि सम्झिनुहुन्छ है जब समस्या पर्छ यो सक्छ है त्यो सबै समान है समानमा सकेन भने तपाईँलाई राम्रो हुँदैन गाह्रो हो त्यस्तो भयो भनेदेखि फिर्ता गराउनु है सबैको सम्हाल राख्नु है त्यो फुड चाहिँ को हो त्यो यताको हो त्यो